हेर साथी हो, जिन्दगीमा अगाडि बढ्नलाई चाहिँ चाहिने 3वटा कुरा चाहिँ हाम्रो जीवनमा एकदमै इम्पोर्टेन्ट कम्पलसरी चाहिने कुराहरू चाहिँ के रहेछ भन्दाखेरि चाहिँ मैले बुझेको चाहिँ 3D भनेको चाहिँ के भन्दाखेरि चाहिँ नम्बर 1 डिसिजन मेकिङ चाहिँ समयमा सही ठाउँ बसेर सही कुराहरूलाई चाहिँ डिसिजन मेकिङ गर्न सक्नुपर्छ पर्दो रहेछ क्या हैन। गलत टाइममा गरेको सही डिसिजन पनि गलत नै हुन पुगिन्छ नि त। त्यही भएर डिसिजन चाहिँ मेकिङ गर्न सिक्नुहोस्। तपाईँ सिक्नुपर्छ है, तपाईँ र म सिक्नुहोस् भन्न चाहन्छु म चाहिँ हैन। सही समयमा सही निर्णय गर्न सकौं, किनकि गलत समयमा गरेको सही निर्णय पनि गलत नै हुन्छ। यसैले नम्बर 1 डिसिजन मेकिङ। अनि नम्बर 2 भनेको डिसिप्लिन, अनुशासन। डिसिप्लिन हुन चाहिँ एकदमै इम्पोर्टेन्ट छ क्या। म नि आफूले कति टाइमहरुमा फिल गर्छु म नि डिसिप्लिनमा बसेर काम गर्न सकिरहेको छैन क्या। म नि कता न कता मोटिभेसनमा काम गरिरहेको छु जस्तो लाग्छ मलाई नि फिल हुन्छ। अनि मैले नि ती कुराहरूले ती पार्टहरूलाई सुधार्नलाई धेरै प्रयासहरू गरिरहेको छु क्या। मान्छे चाहिँ भनेको मोटिभेसनमा काम गर्ने हैन कि डिसिप्लिनमा चाहिँ काम गर्ने भन्नुहोस् तपाईहरुमा। कन्टिन्यू रूपमा डिसिप्लिनमा रहेर काम गर्नु। जति पनि सक्सेसफुल पर्सन, जति पनि जे पनि हेर्छौ केही एचिभ गरेको व्यक्तिहरुको एउटा मेन सक्सेस भएको एउटा रिजन, स्ट्रङ रिजन हुन्छ डिसिप्लिन। अनुशासनमा बसेको कारणले गर्दाखेरि हो हैन। हामी डिसिप्लिनले चाहिँ हामीलाई यति भान्छ कि तपाई खाँदा बोल्दा हिँड्दा बस्दा हर समय डिसिप्लिन है। अनि नम्बर 2 भनेको चाहिँ डिसिप्लिनमा रहनु पर्यो तपाई र म। अनि लास्ट नम्बर 3 भनेको चाहिँ डेडिकेसन, समर्पण हुनु पर्यो हैन। यस्तै पागलसरी काम गर्नु पर्यो क्या। अरु कसैले व्यक्तिले हुँदैन नगर, तँबाट त हुँदैन, तैँले गर्नै सक्दैनस्, नकामारा हैन, पागल जेसुकै भन्नुस् के हैन। यस्तो गर्दा त एजुकेसन चाहिन्छ होला, यस्तो त भइन्छ होला। मान्छेले त्यो भन्ने कुरा जे भए पनि कान बन्द गरिकन तपाईहरु मैले चाहिँ काममा एउटा डेडिकेसनको साथ काम गर्नुस्। काम गर्नुपर्छ, कसैले पनि छेक्न सकिदैन क्या। त्यसकारणले डिसिजन मेकिङ, डिसिप्लिन र डेडिकेसनको साथ काम गर्नुस्। तपाईको ड्रिम अवश्य एचिभ हुन्छ।